सबैलाई सेवा तपाईँको चाहिँ हौवा म आज तपाईँहरूलाई यो दृश्य चाहिँ भुटान दिक्तेलको स्कुलमा हस्मटो लोसलमाको चाहिँ यो दृश्यहरू छन्। यहाँ चाहिँ हाम्रो साकेलामा चाहिँ नचुङहरू मबहरू आउँदै हुनुहुन्छ। यसमा चाहिँ मूलधामी हाम्रो धामीराम नचुङ हुनुहुन्छ। त्यसै गरी सिलिमपा सिलिममा मुलढोली टोकाईहरू पनि हुनुहुन्छ र यसै गरी तपाईँको चाहिँ यहाँ नचुङहरू दुईजना हुनुहुन्छ। उहाँहरू पुर्खाहरू हुनुहुन्छ। यहाँको चाहिँ मेन मूलधामी भनेकै धामीराम नचुङ हो। यहाँ चाहिँ अब निकै सानो उमेरदेखि लगभग उहाँ 7 वर्षको उमेरदेखि साकेलामा चाहिँ पस्न सुरु गर्नुभएको र हालसम्म उहाँले अहिले लगभग 13-14 वर्ष जस्तो चाहिँ भइसक्यो उहाँ मूलधामी हुनुभएको। योभन्दा अगाडि रत्न बहादुर राई मूलधामी हुनुहुन्थ्यो र यसरी तपाईँहरूलाई हामीले दृश्य देखाइरहेको छौँ। यो दृश्य भनेको चाहिँ भुटान जिल्लाको दिक्तेल रूपाकोट मध्यगढी वडा नम्बर 2 स्कुलमा अवस्थित यो साकेला थानमा चाहिँ हामीले यो दृश्यहरू हेरिराख्नु भएको छ। र यहाँ चाहिँ विभिन्न तपाईँको चाहिँ ठाउँबाट जस्तै नेर्पा दोर्पा बामराङ लथेन दिक्तेल नुनथला फार्मिङ पापेका र दिक्तेल बजार वरिपरिको मान्छेहरू यो चाहिँ साकेला हेर्न आउनुहुन्छ। यो चाहिँ तपाईँको चाहिँ समथिङ अहिलेको परिवेशमा हेर्ने हो भने लगभग तपाईँको चाहिँ दिक्तेलबारी अथवा दिक्तेलको साकेलाबाट सोलमामालेको इतिहासहरू हेर्दाखेरि समथिङ यो साकेला चाहिँ 1500 वर्ष अगाडि लिएको इतिहासहरू पाउँछौँ। यहाँ चाहिँ खास अब मालिक मुन्छाहरू हुनुहुन्छ मूलधामी। अब अहिलेसम्मको इतिहासमा यो मालिक मुन्छाहरूले नै मूलधामी चाहिँ छन् र अहिलेसम्ममा मालिक मुन्छा र धनीराम नचुङ यो चाहिँ अहिलेको हालको मूलधामी हुनुहुन्छ। र तपाईँको चाहिँ यहाँ चाहिँ विभिन्न तपाईँको चाहिँ ठाउँबाट हेर्न आउनुहुन्छ। यहाँ चाहिँ यो दिक्तेलको याप्सुमाबाट नै लिएको यो खास साकेला हो। यो साकेला चाहिँ विशेष गरी वैशाखी पूर्णिमाको पञ्चमीमा चाहिँ पुज्ने गर्छन् र निकाल्ने गर्छन्। खास सोलमाको है यो म तपाईँहरूलाई दृश्य देखाइरहेको छु। यो सोलमाको नचुङहरू चाहिँ यसरी आइराख्नु भएको छ। यो हामीले सरस्वती हेर्ने हो भने यहाँ विभिन्न तपाईँको चाहिँ 9 पगडीको अहिले चाहिँ 5 पगडीको नचुङहरू र यहाँ सबैजना हुनुहुन्छ। यो चाहिँ 5 पगडीको नचुङहरू हो र 5 पगडीले चाहिँ मनाउनुहुन्छ यो साकेला दिक्तेलमा। त्यसै गरी यहाँ विभिन्न चाहिँ हाँसी अथवा विभिन्न तपाईँको चाहिँ पाखाहरूले यो मनाउनुहुन्छ। यहाँ साम्पाङ राईहरू पनि हुनुहुन्छ, ढुङ्गी राईहरू पनि र चामलिङ राईहरू पनि हुनुहुन्छ। खास विशेष गरी चाहिँ नचुङहरू चाहिँ मालिक मुन्छाहरूको नै छ र यहाँ सिलिमपा चाहिँ तपाईँको बिजुङ हुन्छ र अहिलेसम्म चाहिँ यो साकेला धनीराम नचुङ निकालिसकेपछि पनि निकै नै छाप भइरहेको हामीले अहिलेसम्म देखिरहेको छौँ। यो चाहिँ बौली यो भएको हुनाले धनीराम नचुङले नै हामी देखिरहेको छौँ र हालसम्म गरिरहेको छौँ। यो विशेष गरी चाहिँ यहाँ यसरी मछलीहरू पसिसकेपछि
यहाँ चाहिँ यस्तो दृश्यहरू देखिन्छ। उहाँहरू यसरी बिसाउनुहुन्छ, हिँड्ने गर्नुहुन्छ नसुङहरू। र यहाँ चाहिँ यसरी बाहिर चाहिँ यो नाचिरहेको तपाईँले दृश्य पनि देखिराख्नु भएको छ। यो चाहिँ मध्यपहाडी लोकमार्गको चाहिँ निकै नजिक तपाईँको चाहिँ बाटैमा मध्यपहाडी लोकमार्ग रोड हुनु पर्छ। र तपाईँको चाहिँ नसुङहरू चाहिँ यसरी आउने ढोली टोक्रायो सिलिमपा सिलिममा र यसरी तपाईँको चाहिँ नसुङहरू र सबैजना आउने काम जारी हुन्छ। र यहाँ चाहिँ भेट्ने अब तपाईँहरूलाई यो भित्र पनि तपाईँको चाहिँ म देखाउन चाहन्छु। यो चाहिँ अब भेट्ने काम चाहिँ हुन्छ नसुङहरू र तपाईँको चाहिँ अर्को टोल र माथिल्लो टोल र तल्लो टोलको चाहिँ भेट्ने चाहिँ नसुङहरू भेट हुन्छ। त्यसपछि तपाईँको चाहिँ थाम्न जाने काम हुन्छ। त्योभन्दा अगाडि म दृश्यहरू तपाईँलाई म देखाउन चाहन्छु। ल तपाईँहरू हेर्नुहोला, यो चाहिँ हाम्रो नसुङ मूलधामी चाहिँ आउँदै हुन्छ साकेला थानमा है त। यसरी तपाईँको चाहिँ यसरी सिली गर्दै गर्दै सिली गर्दै गर्दै नाच्दै अनि ढोलीहरू खेल्दै यसरी जानुहुन्छ। अनि यो चाहिँ विशेष के हो भने तपाईँको चाहिँ यहाँ हामी चारी भनेको चाहिँ साकेला थानमा चाहिँ गइरहेका हुन्छौँ। हामी चाहिँ यसरी चारीहरूलाई मनाउँदै यो हाम्रो किराँतीहरूको महान चाड साकेला हो। र तपाईँको चाहिँ प्रत्येक घरबाट हामी चाहिँ भाले लिएर जान्छौँ र भालेले भोगिदिने हाम्रो चाहिँ चलन छ। त्योभन्दा अगाडि तपाईँहरूले चाहिँ अब विभिन्न कालखण्डहरूमा पहिले गोरुको नै भोग दिने चलन थियो र यो विविध कारणले यो कानुनले गर्दाखेरि पछि यो चाहिँ तपाईँहरूले दिनु असहमत भएको र हामीले दिनु मिल्दैन भन्ने कुराहरू छन्। अब यसरी पुर्खाहरूसँग नसुङ जाँदै हुनुहुन्छ र नसुङले चाहिँ त्यो बाटो चाहिँ अब त्यहाँ चाहिँ चारीहरू अथवा नाग्य यो ल भनेपछि नाक्रा छ नाक्रानीहरू सिकारीहरूले अथवा त्यहाँको देउता देवी देउताहरूले सिमी भूमिले चाहिँ बल माग्दै जाँदै हुनुहुन्छ, साकेला थान जाँदै हुनुहुन्छ। र तपाईँको चाहिँ उता पल्लो साइडमा तपाईँको चाहिँ अर्को साइडमा पनि तपाईँको चाहिँ अर्को धामीहरू व्याख्या गरेर धामीहरू पनि आइरहेको र त्यो दृश्य अहिले म तपाईँहरूलाई नसुङ र ढोलीहरू र सबैजना भेट्छ भने म तपाईँहरूलाई दृश्य देखाउँछु। त्यसरी तपाईँको चाहिँ हाम्रो सोलमामा साकेला मानिन्छ र तपाईँको चाहिँ विभिन्न जात जातिहरू पनि यहाँ आउनुहुन्छ, विभिन्न धर्मावलम्बीहरू पनि आउनुहुन्छ। यो किराँतीको मात्र होइन, यो तपाईँको चाहिँ सबैजनाले मान्ने गर्ने ठाउँ हो। र तपाईँको चाहिँ यो राईहरूले मात्र मान्ने होइन, तर राईहरूको र किराँतीहरूको चाहिँ महान चाड हो। महान चाड तपाईँको चाहिँ यो चाड चाहिँ सबैले मान्न पाउँछ, हेर्न पाउँछ, नाच्न पाउँछ। यो तपाईँहरूलाई मैले दृश्यहरू देखाइरहेको छु। यो चाहिँ सिलिमपा सिलिममा लगायत तपाईँको चाहिँ उहाँहरूले चाहिँ यसरी बल माग्दै नाच्दै हिँड्दै हुनु यसरी नसुङ चाहिँ आउँदै हुनुहुन्छ। ढोले तपाईँको चाहिँ टोकायो, पुर्खाहरूले चाहिँ उहाँहरूलाई चाहिँ लहै भनेर बल माग्दै माग्दै अगाडि बढिरहेको देख्न सक्नुहुन्छ। र यहाँ चाहिँ तपाईँको चाहिँ दुईजनाले चाहिँ तपाईँको चाहिँ त्यो ठुम्से बोकेको पनि देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ तपाईँको चाहिँ स माग्नको निमित्त घरबाट चाहिँ रुङ्ग्री लिएर गइरहेको हुन्छ, खास त्यसले रुङ्ग्री भन्छ। र तपाईँको चाहिँ स माग्नको लागि साकेला थानमा तपाईँको चाहिँ त्यहाँको चाहिँ सिमी हुनेसँग चाहिँ बल माग्नको लागि त्यहाँ स माग्नको लागि आशीर्वाद माग्नको निमित्त त्यसरी लगेर हामी गइरहेको छौँ। र चाम्लिङ भाषामा चाहिँ त्यसलाई तपाईँको चाहिँ लाङटिङ खुटिनाम्री भन्छ। त्यहाँ चाहिँ अब त्यो चाहिँमा एउटा चाहिँ हाम्रो चाम्लिङ भाषामा चाहिँ के भन्छ रुङ्ग्री पनि भन्छ। रुङ्ग्री भनेको एउटा चाहिँ स पनि भन्छ। अब हामी स माग्न जाँदैछौँ, साकेला थान सिमी भूमिसँग स मागेर फेरि हामी घरमा लिएर आउँदैछौँ। मैले त्यो दृश्यहरू तपाईँलाई देखाइरहेको छु। प्रत्येक चाहिँ हाम्रो पासुङहरूले प्रत्येक मान्छेहरूले चाहिँ हातमा प्रत्येक घरको चाहिँ भाले लिएर हिँडिराख्नु भएको छ, देखिरहेको छ। यहाँ चाहिँ तपाईँको चाहिँ
जस्तै यहाँनिर चाहिँ तपाईँलाई दृश्यहरू यो देखाइरहेको छु। अब यो अर्को कुरा के पनि हो भने यसरी नसङले चाहिँ यहाँ फकाउँदै साकेलालाई फकाउँदै हिँडिराख्नु भएको छ, बखान्दै हिँडिराख्नु भएको छ नसङले। अब तपाईँको चाहिँ उहाँ चाहिँ मूल धामी हुनुहुन्छ र उहाँ टोकायो हुनुहुन्छ बुढो मान्छे, पछाडि चाहिँ पासुङ वसुङहरू यसरी चाहिँ हिँडिराख्नु भएको छ। तपाईँहरूले भने पनि सुनिराख्नु भएको होला। यो तपाईँको चाहिँ ल हामी आउँदैछौँ है भन्ने चाहिँ उहाँहरूले चाहिँ बल माग्दै है त छिमेकीमा। र तपाईँको चाहिँ यहाँ विभिन्न तपाईँको चाहिँ हामी देखिरहेको छौँ। र अब यता चाहिँ यसरी ढोली अगाडि जाँदै हुनुहुन्छ, यसरी सिलिममा र रुङ्गी तपाईँको चाहिँ यसरी तपाईँको चाहिँ लगेर राख्नु भएको छ। र नसुन बस्दै कामदै अगाडि राख्नु पनि भएको होला। यो तपाईँको दृश्य मैले यो चाहिँ डिफरेन्ट रूपाकोट मध्यगढी नगरपालिका वडा नम्बर 2 सोलमाको साकेलाको दृश्यहरू मैले तपाईँहरूलाई यहाँ देखाइरहेको छु। यसो भन्दै गर्दा अब तपाईँको चाहिँ यहाँ यो चाहिँ खास पञ्चमीको दिन मनाइन्छ। र उताबाट पनि आइरहेको छ तपाईँको चाहिँ यहाँ बेस्टोलबाट पनि तल्लो टोलबाट पनि आइरहेको हामीले दृश्यहरू देखिरहेको छ। र यहाँ चाहिँ तपाईँको चाहिँ ढोलेहरू अगाडि ढोले खेल्दै हिँडिरहेको छ, सिलिममा नाचेर हिँड्दै हुन्छ। र उति यहाँ चाहिँ अब खानमा आइपुग्ने बेला भएको छ, सम्पूर्णलाई मैले जानकारी गराएँ। र तपाईँको चाहिँ उताबाट चाहिँ अब बेस्टोलबाट नसङहरू आइरहेको छ, उताबाट ढोलेहरू आइरहेको छ, यहाँ भेट्ने कार्यक्रम हुन्छ। र तपाईँको चाहिँ यहाँ भेट्ने अब तपाईँको चाहिँ यहाँ दृश्यहरू म तपाईँहरूलाई देखाइरहेको छु। अब यहाँ चाहिँ ढोलेहरू यसरी भेट्ने क्रम जारी छ है, लयमा छ यसरी। यो चाहिँ डिटेलको तपाईँको चाहिँ सोलमाको तपाईँको चाहिँ दृश्य है यो। यसरी ढोलेहरू दुईपट्टि भेटेर अब यसरी चाहिँ ढोले खेल्दैछ है साथीहरू। अब यसरी ढोले खेलिसकेपछि भेटघाट भइसक्यो, यता भेटघाट भएर अब ढोले अगाडि बढ्दैछन्। र तपाईँको यो मध्यपाडी लोकमार्गमा पर्छ यो बाटै मिरिक साकेला थान हो। तपाईँहरू अरू बेला पनि अवलोकन गर्न सक्नुहुनेछ। र यो चाहिँ तपाईँको चाहिँ साकेला थानमा आएर यसरी तपाईँ चाहिँ यो दिक्तेल गाडीबाट आएको साकेला हो। खास यो दिक्तेलको यादमा चारीको लुप्चुको भनेको चाहिँ दिक्तेलको साकेला चाहिँ खास पहिले मालेबुङ सारले नै खोज्नुहुन्थ्यो, मालेबुङ साकै हो भन्ने अहिलेसम्म पनि प्रमाणित छ। र तपाईँ अहिलेसम्म पनि त्यो साकेला चाहिँ गुप्तसिर बसेको र गुप्त बसिरहेको हामीले पाउन सकिन्छ। त्यहाँ कुनै पनि धामीहरूले जान नसकेको, आँट गर्न नसकेको भन्ने कुराहरू मानिन्छ। र यहाँ चाहिँ खास मालेबुङ सारले नै पुज्दै आएको र सोलमाको मालेबुङ साकै यो साकेला भन्ने पनि भनाइहरू हामीले पाइरहेको छ। र तपाईँहरूले यसरी अब धामीहरू पनि भेट्ने क्रम जारी छ है। ल अब त्यो धामीहरू भेटिसक्यो। अब भेटिसकेपछि यसरी तपाईँको जाने क्रम जारी छ। तपाईँहरूलाई मैले दृश्यहरू देखाइरहेको छु। र यहाँ खास मूल धामी चाहिँ धामीराम नसुन्नु हुनुहुन्छ। र यसरी भेट्ने क्रम जारी छ, तपाईँको चाहिँ यसरी आइरहेको छ। अब अर्को धामी र अर्को धामी चाहिँ भेट भएर चाहिँ उता ढोलेहरू चाहिँ यसरी ढोले खाइरहेको तपाईँहरूलाई म दृश्य देखाइरहेको छु। र सम्पूर्णलाई यो दृश्य चाहिँ मैले देखाइरहेको छु। यो महान चाड उभौली साकेलाको चाहिँ यो सोलमामा मानिने, विशेष गरी ठुलो सोलमामा मानिने साकेला हो। र यो चाहिँ अब मूल धामीलाई भेटेपछि मूल धामीको पछि सबै नसङहरू र तपाईँको चाहिँ पछाडि यसरी हिँड्नुहुन्छ। र यो तपाईँको चाहिँ दृश्य चाहिँ अब क्लिक गरिरहेको छु, म उहाँलाई देखाइरहेको छु। यो सम्पूर्णलाई मैले यो जानकारी गराइरहेको छु। किनभने दिक्तेलको सोलमाको साकेला है, ठुलो सोलमाको साकेला हो। सम्पूर्णलाई मैले भन्दै तपाईँहरूलाई विभिन्न दृश्यहरू पनि देखाइरहेको छु। अब यसरी गइसकेपछि नसङहरू त्यो भित्र पस्नुहुन्छ है, भित्र पसेको दृश्य यो अगाडि देखाइसकेको छु। यो पछाडिको दृश्य हो। त्यो कारणले मैले सम्पूर्णलाई
यो भिडियो यताउता भएकोमा म क्षमा चाहन्छु। झन्डै फेरि पनि म भेट्ने बाचाको साथ तपाईँहरूसँग म विभिन्न देखाउँछु तपाईँहरूलाई विभिन्न दृश्यहरू पनि देखाउँछु र तपाईँहरूलाई फेरि पनि भेट्ने मौका गर्दै आजलाई बिदा मागे। नमस्ते, सेवा, धन्यवाद।